गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज हामी आज छौँ भालुवाङ आएर हामी चाहिँ लापेको पुरै गाउँ भ्याएर फेरि फर्केर भालुवाङ जाँदैछौँ। यिनीहरूलाई हेर्नुहोस्। र हाम्रो यहाँ लापेको भित्र चाहिँ एउटा टुडी खेल भन्नला के अरे टुडी खेल बनेको रहेछ। यहाँ चाहिँ यहाँ मान्छे बस्ने टक्क एकदम विकसित रहेछ हाम्रो लापे सहर, लापे गाउँ। दामी भलिबल खेल्नु चोट नि गीत अन्त ल बाबु गीत एउटा बाबुले गीत गाइजहरू टन्ने हामी पानको मासु बिना छिर्दैन धानको। हाम्रो चाहिँ यहाँ टिकटक बनाउनु लाग्छौँ। ल हेर्नुहोस् हामी पनि आउने टाइम लाग्यो, धेरै टाइम लाग्यो, 10 मिनट 10 सेकेन्ड। हामी अब टुडी खेलबाट निस्क्यौँ। अब जाँदैछौँ हामी लापेको पुलतिर। लापेको झलङ पुल एकदमै राम्रो छ, म हजुरहरूलाई देखाउने छु वहाँ गएर। अब हामी जाँदैछौँ। लापेमा चाहिँ यहाँ एउटा पुल रहेछ आधा कचल्टो, यो के पुल हो कि के हो थाहा छैन। ल बालन सरकारले चाहिँ यसलाई पुरै मर्मत गरेर नयाँ बनाउनु पर्यो। र भर्खर हाम्रो यहाँ चाहिँ भालुवाङका दुईवटा प्रहरीहरू भेटिनु भएको थियो। उहाँहरूले हाम्रो चाहिँ हामी सबै ग्रुपको आफ्नो फोटो खिचेर लग्नु भएको छ। हामीले पनि खिचेँ। हाम्रो मैले त्यो युट्युबमा हाल्छु, म त्यो पनि हेर्नु होला। यत्तिकै जस्ट सेफ्टीको लागि खिच्नु भएको रहेछ। र हाम्रो यो चाहिँ अर्को पुल, यो पुलमा चाहिँ हाम्रो 2 करोडको बजेट पऱ्यो अरे। यो केपी ओलीले यस्तो पुल गरेर छोडिदियो 2 करोडको बजेटमा। र यो चाहिँ हाम्रो लापे माध्यमिक विद्यालय। यहाँ राम्रो पढाइ हुन्छ अरे। सबैजना पढ्न आउनु होला यो स्कुलमा। हामी यो लापेको झलङ्गे पुलमा आइसक्यौँ। लापेको झलङ्गे पुल एकदम राम्रो राप्ती खोलाको यो चाहिँ राप्ती खोलाको पुल हो। यो लापेको झलङ्गे पुल एकदमै भाइरल पनि छ यो पुल र राम्रो पनि छ। हो यस्तै गएको पुल छ। पुल कटेर यहाँ अलिक पानी सिमसिम पानी गइरहेको छ। हामी यसमा चौपारीमा बरबीबलको रुखमुनि बसेछौँ। र यो पुलदेखि उतापट्टि साइड अर्घाखाँची जिल्ला भयो, पुलदेखि यतापट्टि चाहिँ दाङ जिल्ला। यो चाहिँ बोर्डर हो। यो अर्घाखाँची उता देखेको यो चाहिँ दाङ हो। दाङको हामी अहिले उपल्लो भालुवाङमा छौँ। भालुवाङदेखि अलिकति माथिलाई उपल्लो भालुवाङ भन्छ। राप्ती खोलामा नुहाउने डिस्कस भएर म त नुहाउँदिनँ। यस्तो पानी परिरहेको छ, बिमारी भएपछि झ्याउ हुन्छ कि। भान्जा ओ भान्जा कहाँ नुहाउनु जान्ला? ए हाम्रो खुल्ला ठाउँमा कारबाही होस् बालन सरकार। यहाँ खुल्ला ठाउँमा यहाँ मूत्र विसर्जन भइरहेछ। भान्जा हाम्रो यो मुट्टा भान्जा हाम्रो सब अब नुहाउन जाने प्लान भइरहेछ। म त नुहाउँदैन। यो जाडोमा पानी परिरहेछ। यहाँ यो पानी परेर यहाँ चिज चाहिँ को नुहाउँछ, म त नुहाउँदैन। र हामी यो अहिले हामी यो राप्ती खोलामा आछौँ। यो हाम्रो एकदमै फेमस भाइरल पुल कहाँ गयो? ए यो पुलै हो छ। यो हाम्रो एकदमै यो भाइरल पुल छ। यहाँ उता चाहिँ त्यो मुक्त उता बसिरहेको नुहाउन डढाएर। राप्ती खोला एकदमै यो ठुलो। यो जाडोमा यो किन नुहाउनुला थाहा छैन। यिनीहरू दुईवटा चाहिँ नुहाउन कसिरहेछन्।
पानी आइरह नुहाउने मान्छे यता छन् यी दुईवटा कपडा चढाउनु सुरु भइसके बोलाइरहेछन् भान्जालाई भान्जा नुहाउन भान्जा भान्जा पनि राखेन नुहाउन यस्तो चिसो मात्र यामा छोरो यो चिसो पानी यो जाडो पानी आइरह यत्रो हुट लाएर आउनु पर्यो तिनीहरू नुहाइसके यस्तो चिसो यहाँ पानी आइरह यहाँ अनुहारभरि पानी ल हेर्नुहोस् यी पुरै यहाँ पानी दर्किरहेको छ खोलामा थाहा पाइ यहाँ छ र यिनीहरू यहाँ नुहाइरहन् आन्नमा त यिनीहरू एकदमै ओ गड यस्तो चिसोमा नहान मलाई यत्रो कपडा लाएर यत्रो उलाएर पैन्ट जुत्ता लाएर त मलाई जाडो जाडो भइरहेछ अझैसम्म मेरो अब हामी घर जाँदैछौँ र हाम्रो स्कुल हो सर वन मान्छे यता आऊ न ल आयो भन क्या काम के हो तिम्रो उसले चङ्गा भेटाइसक्यो यो अब त्यो आफ्नो दुनियाँमा यो खुसी हो र हामी जान्छौँ अघि बाई बाई गाइज गुड नाइट बात खतम